अन्तर्राष्ट्रिय योगा दिवस मनाइँदैछ र आज विशेष गरी पोखरामा यो कार्यक्रम आयोजना भएको छ। भारतीय दूतावासको मुख्य आयोजना, पोखरा महानगरपालिकाको व्यवस्थापन र सहयोगमा रणनीति प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यूको प्रमुख अतिथिमा यो समारोह हुँदैछ। यो समारोहका मुख्य आयोजक नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवज्यू, समारोहका प्रमुख अतिथि हाम्रो गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यू, प्रमुख जिल्ला अधिकारीज्यू सहित सम्पूर्ण विभिन्न कार्यालयबाट पाल्नुभएका कार्यालय प्रमुखज्यूहरू, विभिन्न योगा सेन्टरबाट उपस्थित हुनुभएका योग प्रेमी साथीहरू, उपस्थित हुनुभएका सुरक्षाकर्मी तथा सम्पूर्ण पाहुनाहरू जो पोखराभन्दा बाहिरबाट आउनु भएको छ, स्पेसली महामहिम नवीन श्रीवास्तवज्यू सहित सम्पूर्ण पाहुनाहरूलाई म पोखरामा हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ हामी सबैलाई थाहा छ, योगाको जन्मभूमि नेपाल हो, नेपालको हिमवृत क्षेत्र हो। यही क्षेत्रबाट हजारौं वर्ष अगाडिदेखिबाट सुरुवात भएको योगलाई हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसलाई बढाउँदै आफ्नो कल्चरलाई अगाडि बढाउन जरुरी छ। संयुक्त राष्ट्र सङ्घमा औपचारिक रूपमा भारतका सम्माननीय प्रधानमन्त्रीज्यूले 2014 मा यसलाई टेबल गर्नुभयो। सोही वर्षको डिसेम्बरमा त्यो प्रस्ताव पास भयो र 2015 देखि 21 जुनको दिनलाई संसारभरि इन्टरनेसनल योगा डेका रूपमा मनाइँदैछ। नेपालमा पनि हामीले योगालाई आफ्नो कल्चर बनाउने हिसाबले अगाडि बढाएका छौँ। पोखराभित्र पनि 700 भन्दा बढी सेन्टरहरू विभिन्न सङ्घ संस्थाको आयोजनामा, खास गरी पतञ्जलि योग पीठको तत्वावधानमा सञ्चालित छन्। पोखरा महानगरपालिकाले ती सबै सेन्टरहरूमा कुनै न कुनै प्रकारको साथ सहयोग प्रदान गरिरहेको छ र हामी पोखरालाई योगा र वेलनेसको सेन्टरका रूपमा विकास गर्न गइरहेका छौँ। पोखरा पर्यटनको राजधानी हो। यो पर्यटनको राजधानी योगाको माध्यमबाट, वेलनेसको माध्यमबाट, वेलनेस टुरिज्मको माध्यमबाट हुन सक्दछ भन्दै योगा एउटा कार्यक्रम मात्रै होइन, यो जीवन पद्धति हो। हरेक व्यक्तिले यसलाई आफ्नो जीवनशैलीमा परिणत गर्न सक्दा व्यक्तिगत स्वास्थ्य सँगसँगै सामाजिक स्वास्थ्य पनि राम्रो हुन सक्दछ। तपाईँ हामी सबैले योगालाई यसको कोर भ्यालुलाई सम्झेर, जथाभावी योगाका नाममा एक्सर्साइज मात्रै होइन, योगा सही तरिकाले गर्ने गरिकन यसलाई जीवन पद्धति बनाऊ। अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा सबैलाई हार्दिक शुभकामना छ। यो कार्यक्रम पोखरामा आयोजना गरिदिनु भएकोमा म भारतीय राजदूतावासलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र हामी यसको एउटा सहयोगी पार्टका रूपमा पोखरा महानगरपालिका रहिरहेको छ र हरेक वर्ष क्यालेन्डरमै हामीले राखेर महानगरपालिकाको क्यालेन्डरमा 7 जुनको दिनमा, 21 जुनको दिनमा अरू कुनै पनि कार्यक्रम हामीले बिहानको कार्यक्रम राखेका छैनौँ। यो कार्यक्रम महानगरपालिकाको क्यालेन्डरमा पनि रहेको कुरा अनुरोध गर्दै म पुनः एकपटक महामहिम नवीन श्रीवास्तवज्यूलाई एकचोटि उठ्दिनका लागि अनुरोध गर्दछु। आई लाइक टु रिक्वेस्ट हिज एक्सलेन्सी नवीन श्रीवास्तव प्लिज एकचोटि सबैले जोरदार तालीका साथ महामहिम राजदूतज्यू सहित भारतीय सरकारलाई धेरै धेरै धन्यवाद ज्ञापन गरिदिनका लागि म अनुरोध गर्दछु। धन्यवाद।